सम्पूर्णमा राधेश्याम। सदाको सन्ध्याकालीन बसाइ चाहिँ आज पनि हजुरहरूको सामुन्ने भागवत कथा श्रवण गराउनको लागि उपस्थित भएको छु। भागवत कथामा प्रवेश गर्नुभन्दा पहिले महान चाणक्य वाणीबाट आजको कथा प्रारम्भ गरौँ। विद्या अभ्यास गर्नाले सुरक्षित रहन्छ। घरको इज्जत राम्रो व्यवहारद्वारा सुरक्षित रहन्छ। राम्रो गुणबाट इज्जतदार व्यक्तिलाई मान मिल्दछ। कुनै पनि व्यक्तिको रिस उसको आँखामा देखिन्छ। आउनुहोस् मङ्गलाचरणसँगै कथामा प्रवेश गरौँ। ओम सच्चिदानन्द रूपाय विशुद्धपत्यादिहेतवे तापत्रय विनाशाय श्रीकृष्णाय वयं नमः। ओम शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभांगं लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यं वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथम्। ओम नमो भगवते वासुदेवाय। हामीले योभन्दा अघिल्लो खण्डमा पञ्चम स्कन्द अन्तर्गत 10औं अध्यायको कथा श्रवण गरेका थियौँ, जसमा राजा रहुगणसँग राजर्षि भरतको भेट भएको छ। त्यो पनि पालकी बोक्ने भएर, भारवाहक भएर रहुगणलाई बोक्दै हुनुहुन्छ राजर्षि भरत। उहाँसँग अब रहुगणको संवाद सुरु हुँदैछ र राजा रहुगणलाई आजको अध्यायमा 11 अध्यायमा रहुगणलाई भरतले उपदेश गर्दै हुनुहुन्छ। बोलिए जय श्री कृष्णचन्द्र भगवान की जय हो। अथ 11 अध्याय। राजा रहुगणलाई भरतको उपदेश। जड भरत भन्नुहुन्छ, राजन तिमी अज्ञानी भएर पनि पण्डितको समान माथि माथिका तर्क वितर्कयुक्त कुरा भनिरहेका छौ। यसैले श्रेष्ठ ज्ञानीहरूमा तिम्रो गणना हुन सक्दैन। तत्त्वज्ञानी पुरुष यी अविचार सिद्ध स्वामी सेवक आदि व्यवहारलाई तत्त्व विचारको समय सत्य रूपबाट स्वीकार गर्दैनन्। लौकिक व्यवहारको समान नै वैदिक व्यवहार पनि सत्य होइन, किनभने वेदवाक्य पनि अधिकतर गृहस्थ जनोचित यज्ञ विधिको विस्तारमा नै व्यस्त छन्। राग द्वेष आदि दोषहरूबाट रहित विशुद्ध तत्त्वज्ञानको पूरा अभिव्यक्ति प्राय तिनमा पनि भएको छैन। जसलाई गृहस्थोचित यज्ञादि कर्महरूबाट प्राप्त हुने स्वर्ग आदि सुख स्वप्नको समान हेय लाग्दैन, उसलाई तत्त्वज्ञान गराउनमा साक्षात् उपनिषद वाक्य पनि समर्थ छैनन्। जबसम्म मनुष्यको मन सत्व रज अथवा तमो गुणहरूमा बसीभूत रहन्छ, तबसम्म त्यो बिना कुनै अंकुश उसका ज्ञानेन्द्रिय र कर्मेन्द्रियहरूबाट शुभ अशुभ कर्म गर्दै जान्छ। यो मन वासनामय विषयासक्त गुणहरूबाट प्रेरित विकारी र भूत एवं इन्द्रियरूप 16 कलाहरूमा मुख्य छ। यही भिन्न भिन्न नामहरूबाट देवता र मनुष्य आदि रूप धारण गरी शरीर रूप उपाधिहरूको भेदले जीवको उत्तमता र अधमताको कारण बन्दछ। जबसम्म मनमा विकार रहन्छ, जबसम्म मनमा काम क्रोध लोभ मोह या मोक्षकै कामना पनि किन नहोस् कामना रहन्छ भने त्यो तत्त्वज्ञानी हुन सक्दैन। यो मायामय मन संसार चक्रमा छल गर्नेवाला छ। यही हाम्रो देहको अभिमानी जीवसित मिलेर उसलाई कालक्रमले प्राप्त भएको सुख दुःख र यीबाट व्यतिरिक्त मोह रूप अवश्यम्भावी फलहरूको अभिव्यक्त गर्दछ। जबसम्म यो मन रहन्छ, तबसम्म जाग्रत र स्वप्न अवस्थाको व्यवहार प्रकाशित भएर जीव दृश्य बन्दछ। हामीलाई बिगार्ने त यो मन नै रहेछ। मन बिनाको जीवन कसरी कल्पना गर्ने फेरि? यसैले पण्डितजन मनलाई नै त्रिगुणमय अधमको संसारको गुणातीत परमोत्कृष्ट मोक्षपथको कारण बताउँदछन्। विषयासक्त मन जीवलाई संसार सङ्कटमा पारिदिन्छ भने विषयहीन भएपछि मनले नै जीवलाई शान्तिमय मोक्षपथ प्राप्त गराइदिन्छ। विषय मनमा एकदम भारी बोकेर बस्यो भने हामीलाई कष्ट हुने रहेछ। यदि मन हल्का मनमा केही पनि विषय आसक्ति भाव नराख्ने हो भने यही मनले नै हामीलाई मोक्षपथ प्राप्त गराउने रहेछ। यसैले पण्डितजन मनलाई नै त्रिगुणमय अधम संसारको गुणातीत परम उत्कृष्ट मोक्षपथको कारण बताउँदछन्। विषयासक्त मन जीवलाई संसार सङ्कटमा पारिदिन्छ। विषयहीन भएपछि मनले नै जीवलाई शान्तिमय मोक्षपथ प्राप्त गराइदिन्छ। जसरी घिउले भिजेको बत्तीलाई भक्षण गर्ने दियोले
त धुवाँ हुने शिखा निकाल्दै रहन्छ र जब घिउ समाप्त हुन जान्छ तब त्यो आफ्नो कारण अग्नि तत्त्वमा लीन हुन जान्छ। यसै प्रकार विषय र कर्महरूबाट आसक्त भएको मन थरी थरीका वृत्तिहरूको आश्रय लिँदै रहन्छ र यीबाट मुक्त भएपछि त्यो आफ्नो तत्त्वमा लीन हुन जान्छ। वीरवर 5 कर्मेन्द्रिय छन् हाम्रा, 5 ज्ञानेन्द्रिय र 1 अहङ्कार। यी 11 तत्त्वहरू नै मनका वृत्तिहरू हुन् तथा 5 प्रकारका कर्म, 5 तन्मात्र र 1 शरीर यी 11 तिनको आधारभूत विषय मानिन्छन्। गन्ध, रूप, स्पर्श, रस र शब्द यी 5 ज्ञानेन्द्रियका विषय हुन्। मलत्याग, सम्भोग, गमन, भाषण र लिनु दिनु आदि व्यापार गर्नु यी 5 कर्मेन्द्रियका विषय हुन् तथा शरीरलाई यो मेरो हो यस प्रकार स्वीकार गर्नु अहङ्कारको विषय हो। केही व्यक्ति अहङ्कारलाई मनको 12औं वृत्ति र उसको आश्रय शरीरलाई 12औं विषय मान्दछन्। यी मनका 11 वृत्तिहरू द्रव्य, स्वभाव, आशय, संस्कार, कर्म र कालद्वारा सयौं, हजारौं र करोडौं भेदहरूमा परिणत हुन जान्छन्। तर यिनको सत्ता क्षेत्रज्ञ आत्माको सत्ताबाट नै हुन्छ, स्वतः वा परस्पर मिलेर होइन। यस्तो भएपछि पनि मनसित क्षेत्रज्ञको कुनै सम्बन्ध हुँदैन। यो त जीवको नै माया निर्मित उपाधि हो। यो प्राय संसार बन्धनमा पारिदिने अविशुद्ध कर्महरूबाट नै प्रवृत्त रहन्छ। यसको उपयुक्त वृत्तिहरू प्रभावहरूबाट नित्य नै रहन्छ। जाग्रत र स्वप्नको समय त्यो प्रकट हुन्छ र सुसुप्तिमा लुक्दछ। यी दुवै अवस्थाहरूमा क्षेत्रज्ञ जो विशुद्ध चिन्ह मात्र छ, मनका यी वृत्तिहरूलाई नै साक्षी रूपले हेर्दै रहन्छ। के बुझौँ भन्दा मन नै सबै थोक रहेछ। यदि मनमा विषय विकारले भरियो भने हामी प्रताडित हुने रहेछौँ। यदि यो मनमा भगवानको मात्रै ध्यान, भगवानको मात्रै चरण सेवन, भगवानको मात्रै स्मरण रहने हो भने हामी गृहस्थी जीवनबाट पनि मोक्ष पदको प्राप्ति गर्न सक्दछौँ। यो क्षेत्रज्ञ परमात्मा सर्वव्यापक जगतका आदि कारण, परिपूर्ण, अपरोध, स्वयं प्रकाश, अजन्मा, ब्रह्मादिका पनि नियन्ता र आफ्नो अधीन रहने मायाद्वारा सबको अन्तःकरणहरूमा रहेर जीवहरूलाई प्रेरित गर्ने समस्त भूतहरूका आश्रयरूप भगवान वासुदेव हुनुहुन्छ। जसरी वायु सम्पूर्ण स्थावर जङ्गम प्राणीहरूमा प्राणहरूले प्रविष्ट भएर तिनलाई प्रेरित गर्दछ, त्यसै प्रकार ती परमेश्वर भगवान वासुदेव सर्वसाक्षी आत्मस्वरूपबाट यस सम्पूर्ण प्रपञ्चमा ओतप्रोत छन्। राजन, जबसम्म मनुष्य ज्ञानोदयद्वारा यस मायाको तिरस्कार गरी सबको आसक्ति छोडेर तथा काम, क्रोध आदि 6 शत्रुहरूलाई जितेर आत्मतत्त्वलाई जान्दैन र जबसम्म त्यो आत्माको उपाधि रूप मनलाई संसार दुःखको क्षेत्र ठान्दैन, तबसम्म त्यो यस लोकमा यसरी नै भौतारी रहन्छ। भनेपछि हामी कति आउनु पर्ने भयो त? हामी त आएको आई यही लोकमा नै हाम्रो जिन्दगी कट्ने भयो। यो जिन्दगी त भयो कति कति, किनभने यो चित्त उसको शोक, मोह, रोग, राग, लोभ र द्वेष आदिको संस्कार तथा ममताको वृद्धि गराउँदै रहन्छ। यो मन नै तिम्रो ठुलो बलवान शत्रु हो। ठुलो शत्रु हाम्रो मन नै हो। तिमीले उपेक्षा गर्नाले यसको शक्ति अझ बढ्न गएको छ। यो यद्यपि स्वयं त सर्वथा झुटो हो, तापनि यसले तिम्रो आत्मस्वरूपलाई ढाकेर राखेको छ। यसैले तिमी सावधान भएर श्री गुरु तथा हरिका चरणहरूको उपासना रूपी अस्त्रद्वारा यसलाई मार। कसरी मनको विकार मारिरहेछ त भन्दा हरिनाम रूपी संकीर्तन, भगवत संकीर्तनले नै त्यो विकारहरूलाई मारिदिने रहेछ। जय जय श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां पंचम स्कन्धे ब्राह्मण रहुगण संवादे 11 श्रीकृष्णार्पणमस्तु। ओम नमो भगवते वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। वासुदेवाय भज वासुदेवाय। ओम नमो भगवते वासुदेवाय। अब हाम्रो यो सानो बाबु प्रणय ढकालले सुरु गरेको भागवत कथा उसको गुरुकुल बसाइको प्रारम्भसँगै मैले सँगै डोर्याउने कोसिस गर्दैछु, तर हरेक दिन कथा हुन सकिरहेको छैन। भगवानको लीला, उहाँको आशीर्वाद प्राप्त नभएर हो कि दिनदिनै कथा हुन सकिरहेको छैन।
कोसिस गर्नेछु सधैँ हजुरसँग भेट होस्। आउनुहोस्, हाम्रो पन्नु बाबुले सोध्ने गरेको जस्तै ज्ञान मञ्चमा म हजुरहरूलाई 2-3टा प्रश्न सोध्ने कोसिस गर्नेछु। योभन्दा अघिल्लो श्रृङ्खला 10औं अध्यायको कथाबाट प्रश्न सोध्ने कोसिस रहन्छ। प्रश्न यस प्रकार छ, राजा रहुगण कुन देशका राजा थिए? रहुगणसँग भरतको भेट अघिल्लो अध्यायमै भएको हो। अब भन्नुहोस्, राजा रहुगण कुन देशका राजा थिए? दोस्रो प्रश्न छ, राजा भरत पहिलोपटक कोसँग बोल्नुभयो? राजा भरतको पहिलो संवाद कोसँग हुँदैछ? राजा रहुगण कोसँग डराउनुहुन्थ्यो? राजा रहुगण कोहीसँग पनि डराउनु हुन्न थियो, तर एकसँग डराउनुहुन्थ्यो। त्यो के हो? हस् त, आजको सन्ध्याकालीन बसाइ यति नै। भोलि फेरि उपस्थित हुने कोसिस रहनेछ। सम्पूर्णमा जय श्री कृष्ण, राधे श्याम, सीताराम।